हेलो गाइस, वेलकम छ मेरो फेरि न्यू ब्लगमा। हामी चाहिँ नि म चाहिँ भर्खर उठेको। अब हामी चाहिँ नि पूजामा जान लाग्यो। म सक्दैन सक्दैन म त भिडियो गराएको नि यो बजे चाहिँ एक नम्बर छुट्टी छ है गाइस। यता चाहिँ कान्छी बज्यो, उता माइली बज्यो, यता कान्छा बाजे हिँड्न ततिर कान्छा बाजे। हामी कहाँ जान लागेर काले भाइ? हामी कहाँ जान लागेर काले भाइ? काले भाइ हामी कहाँ जान लागेर? 20 पुगे क्या सायद। हामीलाई हेर्ने कोही छैन। मिनी ब्लग्स फेसबुकमा त मलाई आता माझी सतकली आज मात्रै सतकली। हामी चाहिँ नि यहाँबाट नगएर तल जाँदैछौँ। आयो मेरो चप्पलमा चाहिँ नि ध्यान नगरौँ, ध्यान नजाम न। कसले आगो चाहिँ नि बोलेर सकिनलाई भ्यायो दाउरा अहिले खोल्याक झल्छ जस्तो। जुका त नआओस् भन्न बगाए पनि सर्प नआओस् भन्न भाकाले। आथेन तेरो घर कहाँ हो र? गाह्रो हो आज। यसलाई पनि पूजा गरिदिउँ भयो। ओइ लिया आगो त झर्दै हिँड्यो कि। हामी चाहिँ नि पूजा गर्ने ठाउँमा आइसक्यौँ है गाइस। यस्तो छ भ्यू। त्यहाँ पूजा गर्दा हुन्छ। ले उता बस्नु त उता उता सानो उता ढलन गऱ्यो नि त ल माथि त हजुर फेरि के कुखुरा नछोड्ने हो क्या? झोला नछोड्ने। हजुरको त यहाँ एक बोतल पानी आउँछ आन्टी। नाक बनाउँदै हो पूजाको लागि। राख्यो गुबार फुलमा पनि ल्याएको छ पानीहरू
त्यहाँ पनि मास्तिर पनि पूजा गर्न लाग्यो होला नि त बगाउँदैन भयो तँलाई त नुहाएर चाहिँ अहिले बग्दै बग्दै जा नुहाउँदै हो अहिले नुहाउँदै जा अहिले अघि त्यो त उसले रे घोलमा भन्दाले पनि आफूहरूको खेतबारीतिर हो अरे हामीले चाहिँ यो हरेक साल गर्छौँ हरेक साल गरेन भने घरमा नाग आउँछ हाम्रो देउता गाईको दुध यो चाहिँ गाईको दुध नाक बना यस्तो अब सेतो नागलाई त्यो दुध चढाउने उस राख न गोबरको बनाउनु न त्यो मास्टर त्यसको टाउकोतिर तर बातीमा हाल्नु त्यो दुनामा हालिदिनु त बाती त्यो त बत्ती बाल्ने बाती त्यो उसमा चाहिँ मैले दिएँ अघि त तेलमा भिजाएको त्यो ठ्याक्क छेउछेउमा राखेर बत्ती बाल्नु त्यो पनि हुन्न एकन त राख चारो त खाना बाल्छ खुची यसो गरेर घोट बनाएर तिनीहरूको शरीर अझै तिनीहरूको छेउछेउमा त्यो त होइन क्या सर्कल नजिक माथिपट्टि भित्र हाम्रो लियो लियो तिमीले गाली खायो कसले गाली गर्यो आमाले गाली गरेको लियोलाई दुनाको पुरो माथि फर्काएर त त्यसरी हो त्यसरी ल आएको पहिला अगरबत्ती बालेर धुप हाल्थ्यो त्यो दुध चढाएर पहिला अगरबत्ती बाल अनि दुध हाल्थ्यो अनि फेरि यसमा धुप्थ्यो अनि बल्ल बत्तर गरेर ल हो यसरी दाउरा यसरी उयो दुध आउँछ नि बाँकी भएको हो त्यहाँनिर उठाइ त तलतिर फाल्न दाउराको हो त्यसरी राखेकै हो पानी राख पहिला फेरि पानी कुखुरा छ अरू कुखुरा दुईटा तल्लो कुखुरा माथिको बाबुलाई धुप हाल्नु पऱ्यो हजुर हजुरले बसेर भित्रतिर फालिदिनु त हो त्यो आगो मात्र हाल्ने हो क्या अगरबत्ती बालेन ऊ अगरबत्ती माथि बाल्टिन दुईटा बाल्टिन होइन बिजोर होइन क्या भगवान्लाई ज्वरो तित्रीलाई एक घन्टा त्यो नराम्रो जातिलाई एउटा तिनवटा बाल्ने राम्रोलाई चाहिँ उसोलाई दुईटा क्या होइन त्यो तिनीहरूको टाउकोतिर राखिदिनु टाउकोतिर घुमाएर राखिदिनु टाइम भएन मान्छे फलफुल पनि ल्याएन त्यो मिठाई भए पनि ल्याउनु पर्ने रहेछ कस्तो बिर्सेको ओछ्यामा दिनुहुन्छ त्यो हातले यसो छेक्दैन त्यो बत्ती भयो बोल्छ त्यो प्लास्टिक बोकाइदिए गोबर हालेर गोबर सिक अर्को साल काम लाग्छ त्यो पनि त्यहीँ राखिदिनु त्यहीँ राखिदिनु गयो अब धुप हाल्छु मन्तर फुक्न खोइ मन्तरतिर
यहाँ चाहिँ नि कुखुरा कुखुरा लिएर जान लागिरहेको छ यता म त नबिज्ने कि मम्मी नै आउँछ कुखुरा हेर है बगाउ त धर्नै रुचा जाडो भएर यहाँ मनलाई कुखुरा समात्न भनेर तल बसेको र आफूलाई बगला जस्तो छ ऊ त्यहाँ समातेको भएर बल गर गरिरह्यो कता हाल्यो यस्तो एउटै कुखुराले ताने हजुरलाई त कुखुराको पूजा गर्दैछौँ हामी खुट्टा ढोको कस्तो खाले निलो पनि त्यसरी नै हो भालेले भाले यो होइन दियो सानो यो पोतेको पालो पनि हो त्यो भाले पोथीको पालो बहिनी जातिर हालिन् आछु बाबालाई हजुरलाई अन्त लियो
ट्याग भयो हाम्रो दुईजना सकिन लाग्यो हजुर पुरा गर्न आएको फुपू होइन नगर्ने ओइ राम्रोसँगै किन एउटा झोला थाम्दै एकातिर अहिले उता घर गएर उसो हुन्छ ह्याप्पी होली पैसा माल्ने ल बेटालाई काली र सेतीलाई अहिले हाम्रो पूजा यहाँ नि पूजा सुरु गर्न लाउनु पर्छ र लिया ठुलमम्मी निधारा कस्तो ठुलो टिका बोक्यो क्या ठुलमम्मी टिकाको ठुलो बोक्यो कि यत्रो भ्या चन्दन नाको हाम्रो म्याडम नि आइसक्नु भएको छ केही बोल्न छ तपाईँलाई पूजा हेर्न पाइएन पूजा हेर्न पाइएन इन्स्टाग्रामको ठुलो फ्यान फेरि यहाँ पनि पूजा गर्नलाई हाम्रो उहाँहरूले ए लाइस डाले ब्रो त्यहाँ चाहिँ सामग्रीहरू हामीले जुन जुन ल्याएको थियो पनि नागेर रस्ते हावा चले उहाँ र केटा चाहिँ नुहाउन लाए अर्को पनि धारेको रहेछ भेनाले फेरि अर्को बिहा गर्नुपर्छ अब भाले भाले काटिदिन्छ पछि देउताले पनि स्वीकारिदिए मलाई पूजा गर्न आएको भनेर मासतिर एकछिन कुहाएर केटा नुहाए कस्तो आयुष
चलाएर खा अहिले आफै आउँछ हेर्नु न आयोस् कस्तो फिल भयो आयोस् कस्तो फिल भयो जाडो भयो पनि जाडो भयो मेरो त कपडा फोहोर भयो नि के आउँछ हामी जाडो भएर हल्लिँदै हिँडेको कि त्यहाँ ऊ बल्ले 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 ए बल्ले बल्ले जाडो बस्नै हुँदैन त म भिजिदिएँ सुरुचोटि पस्दाखेरि मलाई त यसो गरेर पानी पसेको त यसो गरेर जुलुक यत्रो भएर के माथि तल दुहाउनु नआउँथ्यो नि त आयो कुखुरा बुतल बुतल भयो खुट्टाले कुकुरी कुखुरी बेलुका नै सङ्गे दिदीको बर्थडेमा बोला है सङ्गे दिदीको चार सौ त लाएर स्कुल गोरारा हुर्ले एकदम सिन्दा छोजना हुर्ले नम्र बाबु हिमज रोल क्या ओल्ले साले बेन्च अटको दिन हामी कुचेर मनाइले छोजे गोरा हुर्के छोजना हुर्के नम्ला हुर्के यसो गाड्दैछ घाम लाग्छ कि त पनि स्कुल जा छिची अहिले त कालो देखिछ है त रियालिटी यही हो होइन साँच्चै भनेको कालो देखेर डल्ले खुर्सानी भयो कति टिपिस तैँले कानको जरा पनि थोरै थोरै लागेको छ लाज रोटी हो रोटी खोइ ए मलाई त्यो बासी भात ल्याऊ भनेको गयो नि त्यो म तेरो पछि आएको देख्दैन म नि त गयो नाटक गर्छस् लियोलाई आटो पोले खा तातो हो तातो हो तातो हो मासुको झोल खोज्नु मलाई खाएर सकिसक्यो हामीले खाना यो चाहिँ नतुरेको त्यो मोबाइलमा हेर्ने जान्छ कि भनेर राखिदिएको सकिसक्यो यसले चाहिँ खाना अहिलेसम्म सक्दाखेरि यो कुमारो केटाले चाहिँ नि ए कुमारो केटा टिका पनि ठाडो निधाल थाप्छ यस्तो गर्नु पर्यो मैले त त्यो हो चाहिँ भइरहेको यस्तै हो हाम्रो आन्टी चाहिँ भाडा बाध्य हुनुहुन्छ है हाम्रो आन्टीले चाहिँ महिनाको केही नि पाउँदैन कुहारे केटा चाहिँ नि तिमी आफै लगाऊ अब अहिले ल्याइदिउँ म त अहिले पछि युज गरेपछि के म त अहिले किन लगाइदिला मलाई फेरि अहिले मलाई चाहिँ किन लगाइदिला अहिले जबरजस्ती हो जबरजस्ती हो चिम्मै गरेँ क्या आँखा पनि अझै कस्तो गर्नु पर्यो